आज हामी दोस्रो अध्याय प्रारम्भ गर्नेछौँ, शुभारम्भ गर्नेछौँ। पहिलो अध्याय हिजो हामी पढिसक्यौँ र आज दोस्रो अध्याय पढ्नुभन्दा अगाडि हामीले कथालाई प्रारम्भ गर्ने स्तुति गर्छौँ। त्यसका लागि हामीले हात जोडेर भगवानसँग प्रार्थना गर्दै अगाडि बढ्नेछौँ। जय श्री गणेशाय नमः। जय श्री गणेशाय नमः। यं ब्रह्म वरुणेन्द्र रुद्रमरुत स्तुत्यै दिव्यैस्तवै देवो साङ्गपद कर्मोपनिषदै गायन्ति यसामगा ध्यानावस्थित तततेन मनसा पश्यन्ति योगिनो यस्यन्तनबिन्दुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमन्चन्दन चर्चित उज्ज्वल वपु शुक्लाम्बर मल्लिका मालाङ्कृत कुण्डला पर्वील समुक्ता शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनम्बुजे वसतु मे त्रिलोक्ये माता चिरम् मङ्कु करोति वाचाल पङ्गुलयते गिरिम् यत कृपातहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायण नमस्कृत्य नर चैव नरोत्तरं देवी सरस्वती व्यासं ततो जयमुदीरये। अब हामी भगवानलाई सम्झँदै हात जोडेर दोस्रो अध्याय पढ्नेछौँ। दोस्रो अध्याय सुरु गरौँ है। हे मुने, अघि यो संसार जलमय छँदा विष्णु भगवानका नाभिबाट सहस्र दल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टि गर्ने विचार गर्दै थिए। त्यही अवसरमा विष्णु भगवानको कानेबुजीबाट अत्यन्त पराक्रमी मधुकैटभ नामका दुई वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डाँठ समातेर माथि गई हेर्दा ब्रह्माजीलाई देखेर उनलाई खसाल्न तयार भए। त्यो देखेर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछि ब्रह्माले हे ईश्वरी, विष्णुलाई जागा गराइदिनुहोस् भनी र उनले ब्रह्माको कष्ट बुझी विष्णु भगवानलाई जागा गराइदिन्। भगवान जागा भएर हेर्दा ती मधुकैटभलाई देखि तत्काल युद्ध गर्न अघि सरे। दिव्य 5000 वर्षसम्म जलमा युद्ध भयो, तर हार जित हुन सकेन। अनि विष्णुले हे दानव हो, तिमीहरू पराक्रमी रहेछौ, म प्रसन्न भएँ। इच्छा भएको वर माग भन्दा अहङ्कारी मधुकैटभले भने, हे विष्णु, यस युद्धमा हाम्रो जित भयो, तिमी हार्नेले के दिन सक्छौ? बरु तिमीलाई इच्छा लागेको कुरा हामीसँग माग भनेर भने। दैत्यको यस्तो अभिमानपूर्ण कुरा सुनि विष्णुले भन्नुभयो, पहिले वाचा गर अनि म वर माग्दछु। अनि दानवले तिमीले जे मागे पनि अवश्य दिनेछौ भनी वाचा गरेपछि विष्णु भगवानले अरू वर के मागौँ? तिमी दुवैलाई म मार्दछु, मेरा हातबाट मर भनेको सुनि मधुकैटभले भने, हे विष्णु, तिमी छलिरहेछौ, कपट गरेर वर माग्यौ, बाचा हारेको हुनाले हामी दिन्छौँ। अब के गर्ने भने विचार गर्दा सारा संसार जलमयदेखि भने, हे विष्णु, हामीलाई जल नभएको स्थानमा मार। दैत्यका यस्ता कुरा सुनि विष्णुले आफ्नो काखमा राखेर सजिलैसित दुवैलाई मारे। तिनै दैत्यको बोसो शीतकालमा तुषारोले पानी जमे झैँ समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाडले पत्थर भयो। त्यो देखेर ब्रह्माले संसार सृष्टि गर्न भने पहिले 14 भुवन सृष्टि गरे। कुन भने 1 भूलोक, 2 भुवलोक, 3 स्वलोक, 4 महलोक, 5 महल जनलोक, 6 तपलोक, 7 सत्यलोक यी माथिका र 1 अतल, 2 वितल, 3 सुतल, 4 तलातल, 5 महातल, 6 रसातल, 7 पाताल
यति तलका जम्मा 14 भुवन र द्वीप सृष्टि गरे। कुन कुन भने 1 जम्बूद्वीप, 2 प्लक्षद्वीप, 3 सामली द्वीप, 4 कुशद्वीप, 5 कौचद्वीप, 6 शाकद्वीप, 7 पुष्करद्वीप, त्यसपछि 7 समुद्र सृष्टि गरे। 1 छारोद समुद्र, सुरोद समुद्र, इछुरस्योद समुद्र, धीर्तोद समुद्र, दण्डी मण्डोत समुद्र, छिर्दो समुद्र, शुद्धोद समुद्र, जम्बूद्वीप, छारोद समुद्रले बेसिस छ। त्यहाँ अग्निधर राजा राज्य गर्दथे। प्लक्षद्वीप इछुरस्योद समुद्रले बेस्तित छ। त्यहाँ इदमजित राजा राज्य गर्दछन्। सामली द्वीप सुरोद समुद्रले बेष्टित छ। त्यहाँ यज्ञ बहुराजा राजा गर्दछन्। कुशद्वीप धुर्तोत समुद्रले बेसिस छ। त्यहाँ हिरण्य तेरता राजा छन्। कौचद्वीप छिरोद समुद्रले बेरिएको छ। त्यहाँ धृतपृष्ठ राजा छन्। शाकद्वीप अधिमण्डोत समुद्रले बेरिएको छ। त्यहाँ मेधातिथि राजा छन्, राज्य गर्दछन्। पुष्करद्वीप शुद्धोद समुद्रले बेसिस छ। त्यहाँ विचित्रो राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार 4 लाख कोश छ। यसको आकार कमल गट्टा जस्तै छ, जसमा 9,9 हजार योजनाका 9 खण्ड छन्। यस प्रकार सृष्टि गरिसकी 8 पर्वत सृष्टि गरे। कुन कुन भने 1 सुमेरु पर्वत, गन्धमादक पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत र चन्द्रावन्तक पर्वत र चन्द्रकूट पर्वत। त्यसपछि प्राणी सृष्टि गरौँ भनेर महादेवको तपस्या गरे। दिव्य 12,000 वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर ब्रह्मन तिम्रो तपस्याले म प्रसन्न भएँ वर माग भनी आज्ञा भएको सुनि ब्रह्माले अनेक उपचारले शिवको पूजा गरी स्तुति गर्न लागे। हे ईश्वर, आफैले अनेक ब्रह्माण्डको रचना गरी आफ्नो मायामा भुलिरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। 1 मूर्तिबाट 3 मूर्ति ब्रह्मा विष्णु शिव भइरहेका यस्ता हजुरलाई कोटि कोटि नमस्कार। हे ईश्वर, हजुरको महिमा वर्णन गर्न शेष र शारदाले पनि नसकेको म कसरी समर्थ हुनेछु। हजुरको कृपाले द्वीप समुद्र पर्वत सृष्टि गरे। अब प्राणी सृष्टि गर्न सकूँ, यही वर दिनुहोस् भनी बिन्ती गरे। ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा गर्नुभयो। ब्राह्मण, तिमी प्राणी सृष्टि गर्न सके भने वरदान दिनुभयो। अनि ब्रह्माले महादेवलाई दण्डवत गरी प्राणी सृष्टि गर्न सुमेरु पर्वतमा गए। पहिले शिवलोक, त्यसपछि विष्णुलोक, ब्रह्मालोक, उमालोक, स्कन्दलोक र अरू अनेक लोक सृष्टि गरे। तिनमा सबभन्दा माथि सत्यलोक सृष्टि गरे। अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, आग्नेय कोणमा सुदावती, दक्षिण दिशामा यमपुरी, नैऋत्य कोणमा कृष्णावती र पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोवती नामका पुरीहरू रचना गरे। त्यसपछि स्थानवर जङ्गम सृष्टि गरे। अनि प्राणी सृष्टि गर्ने इच्छा भयो र मनले चिताउनासाथ कश्यप प्रभृति 100 ऋषि सृष्टि भए। त्यति सुनेर अगस्त मुनिले सोधे, हे कुमारजी, हजुरको वचन रूपी अमृत मेरो कान रूपी जिब्रोले बराबर पिउन माग्दैछ। अब देव दानव पशु पक्षी मनुष्य कसरी सृष्टि भए त्यो सुन्ने इच्छा छ। मनुको इच्छा जानेर कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुने, कश्यप ऋषिका 1 अदिति, 2 तिति, दनु, कारा, घोरा, सिंहिका र क्रोधा, प्राधा, वरिष्ठा, विनसा, कपिला, कुन्दु, मनु यस्ता स्त्रीहरू थिए। मनुकोबाट जन्मेका कारणले गर्दा हामीलाई मनुष्य भनिएको है। अतः अदितिका गर्भबाट हिरण्यकशिपु आदि दैत्य जन्मे। अदितिका गर्भबाट चन्द्र सूर्य आदि 33 कोटी देवताहरू जन्मे। दनुका गर्भबाट दानवहरू जन्मे।
कारा कोराका गर्भबाट गन्धर्व जन्मे, हिस्सेका गर्भबाट राहु जन्मियो, प्रादाका गर्भबाट उर्वशी आदि अप्सराहरू जन्मे, क्रोधाका जन्मबाट क्रोध जन्मियो, मनुका गर्भबाट ब्राह्मण क्षत्रिय वैश्य शूद्र यी 4 थरी मनुष्य जन्मिए। वशिष्ठ र विनकाका गर्भबाट अरुण गरुण सम्पाति मयूर कोकिल चखेवा जीव मुनिया धोबिनी राजहंस आदि पन्छीहरू जन्मे। कपिलाका गर्भबाट कामदेव सिंह शार्दूल बाघ हात्ती घोडा मृग जरायो सिधा गैंडा खरायो आदि पशुहरू जन्मे। क्रुधका गर्भबाट शेषनाग अनन्तनाग पद्मनाग वासुकी नाग कोलिक नाग कर्कोट नाग तक्षक नाग र शङ्खनाग आदि अष्टनागहरू जन्मे। यसरी देवता ऋषि र यक्ष गन्धर्व किन्नर अप्सरा नाग मनुष्य पशु पन्छीहरू सृष्टि भएको देखि ब्रह्माले तिनीहरूलाई खाने आहारा पनि धान जौ तिल आदि अनेक तरहका अन्न र फलफुलहरू सृष्टि गरे। हे मुने मैले अत्यन्त संक्षेपमा भने, अरू पुराणबाट विस्तारै बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाए, अब के सुन्ने इच्छा छ भन। यस्ता अगस्त मुनि भन्दछन्, हे कुमारजी, कुन कुन भुवनमा कुन कुन देवता र दिक्पालहरू कसरी भए यो सुन्ने इच्छा छ। त्यति सुनि कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुने, कैलाश भुवनमा महादेव हुनुहुन्छ, वैकुण्ठ भुवनमा विष्णु भगवान हुनुहुन्छ, सत्य भुवनमा ब्रह्मा, उमा भवनमा पार्वती र स्कन्द भुवनमा म छु। धुम्र भुवनमा धुम्र ऋषि छन्, नैऋत्य भुवनमा अन्य ऋषिहरू छन् भने यति भुवनका कुरा कहेँ। अब दिक्पाल भएका कुरा भन्दछु। कश्यप ऋषिका छोरा इन्द्रले हिमालयमा गई धेरै कालसम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भई, हे इन्द्र, तिम्रो तपस्याले म प्रसन्न भए भनी वरदान दिई अमरावतीको अधिपति र पूर्व दिशाको दिक्पाल बनाई पठाए। फेरि एउटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भएर अग्नि नाम राखी अग्निकोणको दिक्पाल बनाई शुद्रावतीको अधिपति बनाई पठाए। फेरि अर्को गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई यम नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीको अधिपति बनाई पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई नैऋत्य नाम राखी नैऋत्य कोणको दिक्पाल र कृष्णावतीको अधिपति बनी पठाए। फेरि अर्कोतिर गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरुण नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि उन्नवास वायुले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई वरदान माग भन्दा ती वायुले हामी 19 जना एकै हुन सकौँ, हामीलाई कोहीले नदेखुन्, केवल शब्दमा मात्र सुनुन्, बलमा पनि कसैले जित्न नसकुन् भनी माग्दा महादेवले तथास्तु भनी वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गरी पठाए। फेरि एउटाले गई त्यसै गरी तपस्या गरे। महादेव खुसी भई कुबेर नाम राखी 10 दिशाको दिक्पाल र अलकापुरीको अधिपति गराई पठाए। फेरि एउटाले गई त्यस्तै गरी तपस्या गरे। महादेव प्रसन्न भई विश्वकर्मा नाम राखी ईशान कोणको दिक्पाल र यशोवतीको अधिपति बनाई पठाए। हे मुने, यति दिक्पाल भएको कुरा कहे, अब के सुन्ने इच्छा छ भन। कुमारजीको यस्ता वचन सुनि अगस्त मुनि भन्नुहुन्छ, महादेव र सतीदेवीको विवाह भएको र सतीदेवी मर्दा उत्पन्न भएको, फेरि सतीदेवी महादेवकी पत्नी कसरी भइन् र कस्तो कारण परेर उनको मृत्यु भयो, यो सबै विस्तारले आज्ञा होस्। मुनिको इच्छा जान्ने प्रसन्न भएका कुमारजीले यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नेछु भनेर भन्नुभयो। हामीले इति श्री स्कंद पुराणे केदारखण्डे महात्माग्मे कुमार अगस्त्य संवादे श्री स्वस्थानी व्रत कथा दिक्पाल वर्णनामाय द्वितीय अध्याय स्वाहा। अब हामीले अन्तिममा दोस्रो अध्याय हामी पढ्यौं। आज यहाँसम्म मात्रै पढ्नेछौँ। अब हामी अन्तिममा पढ्ने श्लोक पढ्नेछौँ। हात जोडेर बस्नुहोला।
उपनयतु मङ्गल व सकल जगमङ्गलाय श्रीमान दिनकर किरण निवदित नवलीन कृष्ण निर्वत्स्य कृष्ण काले वर्षन्तु पर्जन्य पृथ्वी सस्य शालिनी देशस्य छोरभितो ब्रह्मण सन्तु निर्भया अपुत्रा पौत्रिण पौत्रिण सन्तु पौत्रिण सन्तु पौत्रिण सर्धना सतना सन्तु जीवन्तु सरदा शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यथाच्युतोदार कथा प्रसङ्ग या कुन्दयन्तु तुषारहार धवला या शुभ्रवस्त्राविता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतवि देव्यौ सदा वन्दिता सामानुपाति भवति सरस्वती निषेध जाडापया कायेन वाचा मनसन्द्रुपर्वा बुद्धत्मपावा प्रकृति स्वभावत करोमि यच्छत सकल परमेश्वरे नारायणेत समर्पयेत। श्री स्वस्थानी माता की। जय स्वस्थानी माता, रक्षा गर्नुहोस्। सम्पूर्ण सनातन हिन्दू धर्मावलम्बीहरूलाई रक्षा गर्नुहोस्। हाम्रो घर परिवारमा सुख शान्ति, सुन्ने श्रोताहरूलाई सुख शान्ति। ओम शान्ति शान्ति। सनातन हिन्दू धर्मको शान्ति, नेपाल देशको शान्ति। ओम शान्ति।